हेलो नमस्ते एभ्रिवन गुड मर्निङ आई होप एभ्रिवन गाइज फिट एन्ड फाइन म हौ मोनुजङ बोगडी। अब म यहाँको नेचुरली प्लेस देखाउन गइरहेको छु। यो हाम्रो यता तलपट्टि एयरपोर्ट हलखोला हैन, हलखोलादेखि लिएर तिखासम्मको भ्यू यहाँलाई देखाउन गइरहेको छु। कस्तो लाग्छ क्रियाकलाप तपाईहरूले प्रतिक्रिया दिन सक्नुहुनेछ गाइज हैन। म अहिले दिपायल गइरहेको छु, यहाँलाई देखाउन गइरहेको छु यहाँको एकदमै रमणीय ठाउँ हैन, एकदमै रमणीय दृश्यहरू हैन, नेचुरल प्लेस हैन। यो एउटा नेपाल भनेको सुन्दरताले, प्राकृतिक सुन्दरताले भरिएको भरिपूर्ण देश हो हैन। यो हो हाम्रो हलखोलादेखि लिएर एयरपोर्टदेखि तिखा गाउँ तिखा सलानी माथि मल्लो गाउँ तिखा हैन। म एक्ज्याक्ट भन्दाखेरि अहिले म यहाँ हलखोलानिर छु, हलखोलाको ठ्याक्क माथिनिर छु, नेपानीनिर छु। हाम्रो घर समथिङ यहाँदेखि 3 किलोमिटर टाढा छ हैन। त्यही भएर यहाँ बाटो पनि यस्तो छ, पहाडको बाटो पहिला देखाउन गइरहेको छु गाइज। यो मेरो ब्याकग्राउन्डतर्फ चाहिँ हाम्रो तिखादेखि लिएर दिपायल हैन। यो यस्तो डाँडा काँडाहरू नेचुरल प्लेसहरू हैन, पहाडमा छु म अहिले। यहाँको विकास भन्ने कुरा एकदम शून्यता छ। यहाँको स्थानीय जनप्रतिनिधिको जनताहरूलाई पनि केही गुनासो चासोहरू छैन। यहाँको बाटो हेर्ने हो भने एकदमै यस्तो बाटो छ यहाँको हैन। अब रोड उतापट्टि छ, अब यो रोड डबल कटिङ हो भने डबल भन्दा नि सिङ्गल जस्तो देखिन्छ हैन। तपाईँलाई देखाउन गइरहेको छु गाइज। यो हाम्रो पारिपट्टि चाहिँ तिखा अनि तलपट्टि चाहिँ दिपायल है। कस्तो लाग्छ प्रतिक्रिया, तपाईँहरू सुझाव सल्लाह दिन सक्नुहुनेछ भन्ने मैले आशा विश्वास राखेको छु। हस्त धन्यवाद।